ल हेर्नुहोस् है, यो खतरावाला चुलो चाहिँ कतिजनाले मोडुलर किचन मात्रै हो कि अर्को किचनमा साइज कति छ भन्नुभयो। आज हामी तपाईँहरूलाई यो खोलेर सबै देखाइदिन्छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ ग्यास चुलो। यो एकदमै धेरै भाइरल चुलो पनि हो, तर नेपालमा फर्स्ट टाइम हामीले लिएर आएको छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ हेर्नु होला, एकदम हेभी छ है। अब यसको चाहिँ तपाईँले यहाँ हेर्नु होला, हामी बालेर पनि देखाइदिन्छौँ कसरी बल्छ भनेर। यहाँ हेर्नुहोस्, वारेन्टी कार्ड आउँछ है तपाईँहरूलाई डियोको, कोरियन कम्पनीको। त्यसै गरी तपाईँले यो वाला पनि ठुलो एकदम राम्रो खालको पाउनुहुन्छ। यहाँ हेर्नु होला, अनि यसमा तपाईँको हेर्नुहोस् त कति राम्रो छ, एकदम प्रिमियम लुक्स दिनेवाला, प्रिमियम क्वालिटीको, युरोपियन कन्ट्रीहरूमा चाहिँ एकदमै राम्रो चलेको वाला। यहाँ पनि तपाईँले लेखेको छ है, प्लिज पुट दिस इलेक्ट्रिक बर्नर फर्स्ट वेन यु युज भनेर यो एउटा चाहिँ तपाईँलाई युजको लागि इन्स्ट्रक्सन दिएको छ। त्यो तपाईँले हेर्न सक्नुहुन्छ। यसलाई अब यसरी जोड्ने, धेरैजनाले चाहिँ मैले पहिले भिडियो हालेको थिएँ, चलाएर पनि देखाउनु भन्नुभएको छ। यो ग्लास पनि तपाईँको 7mm को हो, टफन ग्लासमा। यो चाहिँ फुट्दैन है, एकदम राम्रो छ। यहाँ हेर्नु होला, कतिको चाहिँ फुटो के भन्नुभएको छ, यही लाइन आयो। तपाईँले यसलाई म्याक्स बनाउनु पर्यो भने यहाँबाट चाहिँ तपाईँले म्याक्सिमम बनाउनुहुन्छ। यहाँ हेर्नु होला, यहाँसम्म म्याक्स भयो, दुईतिरबाटै मिनिमम म्याक्सिमम। तपाईँको यहाँ आएपछि बन्द हुन्छ। त्यसै गरी यसको पनि दुईटा चुलो, यो चुलो र यो चुलोमा आइसक्यो। यसमा चाहिँ तपाईँको यहाँनिरबाट बल्छ। तपाईँ ग्यास यता दिइसके पछाडि अब धेरैजनाले फेरि चाहिँ यसमा के अरे ग्यासै जोड्नु पर्दैन, त्यतिकै बल्छ कि भन्ने गलत इन्फर्मेसन पनि राख्नुहुन्छ। ग्यास चुलोको लागि चाहिँ तपाईँहरूले गर्नै पर्ने हुन्छ। मैले यो अहिले अफ गरिदिएको छु, मिनिमम र म्याक्सिमम। यो तातो भइरहेको छ पछिसम्म, त्यसलाई चाहिँ अलिक ख्याल गर्नुपर्ने हुन्छ है। यो पनि एकदम हाई क्वालिटीको मेटेरियल छ, तपाईँले हेर्नु होला। सजिलै पस्यो, धुलै बनाउनु पर्दा त अनि कति साइजको भनेर धेरैजनाले भन्नुभयो। यहाँ हेर्नु होला है, म नापेर तपाईँहरूलाई देखाइदिन्छु। यो भनेको चाहिँ 20-21 तपाईँहरूको 2 फिट बराबरको चाहिँ यो मोडुलर किचनमा जुन तपाईँहरूलाई चाहिने हुन्छ 2 फिटको हुन्छ भने यो जम्मा जम्मी 21 फिट यता, यता 21 इन्च भने यता 22 इन्च, ठ्याक्कै 2 फिट छ। तपाईँले 2x2 को अराउन्डमा चाहिँ यो बनाउनु भयो भनेदेखि 2x2 को किचन हुनेहरूको लागि बेस्ट काम गर्छ। अब कसरी काम गर्छ हेर्नुहोस् है, इलेक्ट्रिसिटीबाट बल्ने हो। इलेक्ट्रिसिटीबाट पनि तपाईँको लाइटरको काम गर्छ। यहाँ हेर्नु होला, यो खोल्नको लागि तपाईँले यसो गर्नुहोस्, यो इन्फ्रारेडको लागि म्याक्सिममको लागि यता हो भने मिनिममको लागि यता हुन्छ। यो चाहिँ एक राउन्ड यसरी घुम्छ। तपाईँ यहाँ ल्याइदिने बित्तिकै बन्द गर्छ। बन्द गर्नको पनि सजिलो छ। यो एउटा, यो दुईटा भनेको तल्लो र माथिल्लोको लागि यो दुईटा स्विच भयो भने, ग्यासको लागि पनि यहाँ स्विच छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हेर्नु होला, ल हेर्नुहोस् कस्तो खतरा बल्छ, तपाईँले देख्न सक्नुहुन्छ। यस्तो खतरा इलेक्ट्रिसिटीबाट बल्नेवाला यो हामीले चाहिँ लिएर आइसकेका छौँ। तपाईँहरूले फेसबुकमा मात्रै देख्नुहुन्छ, तर अब हेर्नुहोस् है, हामीले मार्केटमै लिएर आइसकेका छौँ। इन्फ्रारेड भातहरू राख्न सक्नुहुन्छ। अरू चुलोहरू भन्दा खतरा, टफन ग्लासमा 7mm को, अल ओभर नेपाल डेलिभरी हुन्छ है त। काम गर्छ हेर्नुहोस् है, इलेक्ट्रिसिटीबाट बल्ने हो। इलेक्ट्रिसिटीबाट पनि तपाईँको लाइटरको काम गर्छ। यहाँ हेर्नु होला, यो खोल्नको लागि तपाईँले यसो गर्नुहोस्, यो इन्फ्रारेडको लागि म्याक्सिममको लागि यता हो भने मिनिममको लागि यता हुन्छ। यो चाहिँ एक राउन्ड यसरी घुम्छ। तपाईँ यहाँ ल्याइदिने बित्तिकै बन्द गर्छ। बन्द गर्नको पनि सजिलो छ। यो एउटा, यो दुईटा भनेको तल्लो र माथिल्लोको लागि यो दुईटा स्विच भयो भने, ग्यासको लागि पनि यहाँ स्विच छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हेर्नु होला, ल हेर्नुहोस् कस्तो खतरा बल्छ, तपाईँले देख्न सक्नुहुन्छ। यस्तो खतरा इलेक्ट्रिसिटीबाट बल्नेवाला यो हामीले चाहिँ लिएर आइसकेका छौँ। तपाईँहरूले फेसबुकमा मात्रै देख्नुहुन्छ, तर अब हेर्नुहोस् है, हामीले मार्केटमै लिएर आइसकेका छौँ। इन्फ्रारेड भातहरू राख्न सक्नुहुन्छ। अरू चुलोहरू भन्दा खतरा, टफन ग्लासमा 7mm को। यहाँ हेर्नुहोस् ल, इन्फ्रारेड यतापट्टि ग्यास। ल यस्तो चुलो चाहिँ नेपालमै आइसकेको छ है, अल ओभर नेपाल।